म अहिले उमेरले 32-33 वर्षको भएँ। मेरो उमेर समूहका अधिकांश अहिलेका युवाहरू यो देश हिन्दू बुद्ध किराँत सहितको वैदिक सनातन देश हो भनिरहेका छन्। तर आज विडम्बनाका साथ भन्नुपर्छ, अब समय आएको छ। भगवान श्री कृष्णले एउटा श्लोकमा भन्नुभएको छ कि अब यो धर्मको रक्षा गर्ने बेला भयो। आज अधर्मीहरूको शासन भयो। आज मठ मन्दिरहरू हुँदा हुँदा जम्मू कश्मीरमा हाम्रा दाजुभाइमाथि गोली बसाइयो। त्यति मात्र होइन, इजरायलमा हाम्रा दाजुभाइलाई धर्महरूको भएकै कारणले गर्दा आज मारियो। इराकमा मारियो, इजरायलमा मारियो, जम्मू कश्मीरमा मारियो। तर हामी नेपालमा बसेर वैदिक सनातनको देशलाई जोगाउन सकेका छैनौँ। तपाईहरूको साथ र सहयोग चाहिएको छ। एक पटक यो देश हिन्दू राष्ट्र बन्नुपर्छ। कतिजना तयार हुनुहुन्छ आमा बुवाहरू? खै हात उठाउँ त। हिन्दू राष्ट्र बन्नका लागि तयार हो? आज हामीले यो मुद्दाका साथ उठाइरहेका छौँ। हुँदा हुँदा संसदमा तपाईँलाई थाहा छ, हामीले पुज्दै आए कि गौमाताको हत्या मात्रै गरिएन, हत्या गरिसकेपछि गौमाताको मासु खानुपर्छ भनेर 77 जिल्लामा काट्छौँ भनेर क्याम्पेन र अभियान चलाइयो। त्यतिखेर तपाईँ सन्तजन, भक्तजन संसदमा टीका लगाउने, मन्दिर जाने, पूजा गर्ने, ब्राह्मणको छोरा हौँ भन्ने, छेत्रीको छोरा हौँ भन्ने, बिहान बिहान मन्दिर जान्छु भन्ने, तर गौमाताको हत्या गर्दासम्म पनि बोल्न नसक्ने मान्छे तपाईँले देख्नुभयो। तपाईँकै हातले भोट हालेका मान्छे संसदमा धन्नै तपाईँहरूको माया र सद्भावले थोरै भए पनि हामीलाई तपाईँहरूले पठाउनु भएको थियो। हामीले संसदमा आवाज उठायौँ। गौ माताको हत्या गर्ने मान्छे हत्यारा हो। नेपालको संविधानले गौ माताको हत्या गर्नलाई 3 वर्षदेखि 5 वर्ष जेल सजाय हुन्छ। यदि कारबाही गरेन भने गृहमन्त्रीलाई कारबाही गर्छौँ भनेर हामीले आवाज उठायौँ र गौ माताको हत्या बन्द भयो। भोलि हाम्रा चेली बेटीहरूमाथि, भोलि हाम्रो संस्कारमाथि, हाम्रो परम्परामाथि धावा बुनिँदै गएको छ। भगवान श्रीकृष्णले भन्नुभएको एउटा श्लोक छ, यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत, यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत अभ्युत्थानम् अधर्मस्य तदात्मानं सृजाम्यहम्। यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत अभ्युत्थानम् अधर्मस्य तदात्मानं सृजाम्यहम् परित्राणाय साधूनां विनाशाय च दुष्कृतां धर्म संस्थापनार्थाय सम्भावामि युगे युगे भन्नुभएको छ। अब धर्म बचाउन, परम्परा बचाउन, भगवान शिवको आराधना केन्द्र बचाउन, माता सीताको जन्मभूमि बचाउन, 33 कोटी देवताको वासस्थान गर्नका लागि तपाईँ हामीलाई अगाडि बढाउनु भएको छ र एउटा महापुरुषको जन्म हुनु अब आवश्यक छ, किनभने यो वैदिक सनातनको देश हो। आज दिदीबहिनीहरू बलात्कृत भएका छन्। तपाईँलाई कतिको थाहा छ? पहिला पहिला पनि हामी दिदीभाइ दिदीबहिनीहरूसँगै बस्थ्यौँ। हामीलाई सिकाइएको हुन्थ्यो, विपरीत लिङ्ग भए पनि जसरी पनि दिदीबहिनीको लाई खुट्टा लाग्यो भने शिव शिव राम राम गर्नु, छुनु। दिदीबहिनीहरूको आँखाबाट आँसु झर्यो भने घरमा अशुभ हुन्छ। त्यही भएर दिदीबहिनीहरूको चित्त दुखाउनु हुन्न भनेर हाम्रा बाबुबाजेहरूले, हाम्रा पुर्खाहरूले हामीलाई सिकाएर बसेका थिए। त्यही भएर दिदीबहिनीहरूमाथि कुकर्म हुँदैन थियो। तर अहिले केही मान्छेहरूले यो देशमा धर्म संस्कार हुँदैन भने आज विश्वकै मै भनिएका मान्छेहरू आज धर्म मानेका छन्। भलै उनीहरूको धर्म अर्को होला, भलै उनीहरूको संस्कार अर्को होला, तर भगवानलाई त मानिरहेका छन् नि। तर नेपालमा अलिअलि अङ्ग्रेजी पढेका, यसो इङ्ग्लिस पनि बोल्ने, अलिकति 21औं शताब्दीका हौँ भन्दै मन्दिरका पुजारी भेट्ने, मन्दिर भत्काउने, पिसाब फेर्ने, अनि तिनैले धर्मको रक्षा गर्छन् भन्दै तपाईँ हामी लाग्नुपर्ने, यो आज हाम्रो बाध्यता भएको छ। त्यो भएको हुनाले अबको लडाईँ हाम्रो संस्कार र संस्कृतिको लडाईँ हो। यदि हामीले धर्म संस्कार संस्कृति बचायौँ भने भोलि हाम्रा दिदीबहिनीहरू पनि बच्छन्। आज तपाईँलाई थाहा छ होला, अहिले पनि नेपाल प्रहरी कहाँ गएर तपाईँले हेर्नुभयो, सबैभन्दा बढी बलात्कृत कसबाट हुन्छन् भनेर तपाईँले सोध्नुभयो भने आफन्तबाट नै सबभन्दा बढी दिदीबहिनीहरू आज असुरक्षित छन्। यो किन भयो भने धर्म गरिएन, संस्कार गरिएन, संस्कार सिकाइएन। यो शिक्षा हो।
यो शिक्षा तपाईहरूले पनि आफ्ना बालबालिकालाई आफ्ना आउने भावी पुस्तालाई सिकाइदिनका लागि म तपाईँलाई पोखराका दाजुभाइ दिदीबहिनीहरूले विचार गर्नुपर्छ। आज कोटियोममाथि आक्रमण गरेको भनेको तपाईहरूको धर्म संस्कार र आस्थामाथि आक्रमण गरेको, नत्र कोटियोममाथि आक्रमण गर्नु भनेको त्यसमाथि आक्रमण गर्नु। लेख्छन् विभिन्न किसिमका, त्यो आएको हुनाले तपाईँ 1 इन्च नडराई हामी छौं पछाडि। चाहे संसदमा कुरा उठाउने होस्, चाहे सडकमा कुरा उठाउने होस्, यो वैदिक सनातनको देश हो, माता सीताको जन्मभूमि हो, भगवान शिवको आराधना केन्द्र हो, 33 कोटी देवताको वासस्थान हो, यो नाथहरूको देश हो, भगवानको आराधना केन्द्र हो। यो हिन्दू राष्ट्र बनाउने नै हो, बनाउने नै हो, 1 बनाउने हो, 2 बनाउने हो, 3 बनाउने हो, तर यसका लागि समय लाग्ला, यसमा कुनै आपत्तिको विषयवस्तु छैन। वैदिक सनातन सहितको हिन्दू अधिराज्य के आवाज आएन? आमा बुवा दाजुभाइहरू, हिन्दू अधिराज्यको, वैदिक सनातन सहितको हिन्दू अधिराज्यको यो हाम्रो देश, यो हाम्रो भूमि संसारभरिलाई नै उज्यालो ज्योति छर्ने भूमि हो। आज यही भूमिमा कसैले धर्म संस्कारको कुरा गर्यो भने त्यसलाई नङ्ग्याउनु पर्छ भनेर नेपालका भयभरका मिडियाहरू लाग्छन्। त्यसलाई जसरी पनि सक्नुपर्छ भनेर प्रशासन लाग्छ। यही कोटियम सञ्चालन गर्न भन्दा अगाडि यहीँका प्रशासनहरूले ज्यादती गरेको, धर्म गुरुहरूलाई लात्तीले हानेको हाम्रा आँखाले बिर्सेका छैनौँ। हामीले तत्काल भन्यौँ, यदि धर्म संस्कारमाथि त्यो गर्ने हो भने यो देशका 81% हिन्दूहरू एक ठाउँमा आउँछौँ, कुधर्म र कुकर्मलाई यो देशबाट निकाला गर्छौँ भनेर आवाज आएपछि त्यो कुरा रोकियोस्। आज यति हमला भएको छ। अब अहिले मैले यहाँ बोलिराखेको छु, अब आउँछ एउटा मिडियाले लेख्छ, के थाहा छ, दसैँ आएर टीका लगाएर चामलको अभाव भयो भनेर लेख्छ। तर त्यो विदेशी धर्मको पूजाआजा गर्दा विभिन्न किसिमका नक्कली रुगहरू बनाउँदाखेरि चाहिँ त्यहाँ केही पनि हुँदैन। आज यसरी धर्म संस्कार मास्नतिर लागेका छन्। गाईको गोबर, गाईको गौत र माता गाईलाई माता मान्ने हो भनेपछि त्यसको प्रश्न चिन्ह खडा गर्छन्। तर उनीहरूले मान्दै नमानेका ती मूर्तिहरू ल्याएर मैनबत्ती बाल्यो भने उनीहरू चाहिँ खुसी हुन्छ। त्यो आएको हुनाले मेरा दाजुभाइ दिदीबहिनीहरू हो, भगवान श्रीकृष्णले भने जस्तै अबको युगान्तकारी परिवर्तनको आवश्यकता छ। हामी सडकमा छौँ, हामी संसदमा छौँ, हरेक दिन आवाज उठाइरहेका छौँ। आज एकले अर्कालाई जातीय पहिचान मागेको छ। म मगर समुदायमा जन्मे, म गुरुङ समुदायमा जन्मे, म ठकुरी समुदायमा जन्मे, म दलित समुदायमा जन्मे, म तामाङ समुदायमा जन्मे, मेरो अलग्गै राज्य चाहिन्छ भनेर मागेको छ। तर हाम्रो एउटा मात्रै यो देशको वैदिक सनातन हिन्दू अधिराज्य हाम्रो पहिचान हो। त्यो पहिचान नेपालको संविधानमा लेखिनुपर्छ भनेर हाम्रो आवाज उठाएका छौँ। त्यो आवाजमा तपाईँले साथ र समर्थन गर्नुपर्छ। हामीले प्रष्टका साथ भनेका छौँ, धेरै धर्मगुरुहरू आउनु होला, तपाईँलाई वाचन गर्नु होला, तपाईँलाई सामाजिक रूपमा, तपाईँको मानसिक रूपमा तपाईँलाई सन्तुष्ट बनाउनु होला।